हेलो रायजहरू, के छ खबर? ठिकै हुनुहुन्छ होला? आज म ठ्याक्कै कहाँ छु भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ? लु लगाउनुहोस् त, आज म ठ्याक्कै कहाँ छु? मेरो पछाडिको सिन हेर्दै हुनुहुन्छ भने म चाहिँ ठ्याक्कै कहाँ छु भन्ने पनि देखिन्छ होइन? ल यता हेर्नु है। ल अब हाम्रो नास्ता खाने बेला भएको छ, भोक लागिसक्यो घुम्दा घुम्दै। अब चाहिँ के खाने भनेर छोरीहरूलाई सोध्छु है म। के खाने? मोमो। कति प्लेट? 2 प्लेट। ल यताको छोरीलाई सोध्छु म, के खाने? कति प्लेट? 1 प्लेट। ल उता हाम्रो म्याडम, ल के खाने? कति प्लेट? 2 प्लेट। ल 2 प्लेट 2 प्लेट 4 प्लेट 4 2 6 प्लेट। 6 प्लेट मोमोको डिमान्ड भइसकेको छ। मोमो चाहिँ पाउँछ कि यता जस्तो भने नि, तर हामी चाहिँ भेज पऱ्यौँ, भेज खान्छौँ। हेलो रायजहरू, के छ खबर? त गाइस, कस्तो लाग्यो यो ठाउँ होइन? सिन म देखिनु भन्दा नि मैले चाहिँ सिनहरू देखाइरहेको छु। एकदमै राम्रो सिन। ऊ मेरो पछाडि देखिने जुन डाँडा छ, लास्टको डाँडा ऊ पछाडि देखिने, त्यो चाहिँ दिपेन्द्र शेखर श्रीअन्तु भन्छ होइन, नेपालमा पहिलो काम झिल्किने ठाउँ। परतिर चिसो थियो, यहाँतिर धेरै गर्छ। यस्तै छ कन्याम। आज मैले कन्याम देखाइदिन्छु तपाईँहरूले। मान्छेहरू त्यति खासै त छैनन् आज, धेरै आएनन्। तर यो नयाँ वर्षको बेला आएको थियो एकचोटि म, त्यहाँ चाहिँ त्यति बेला चिया पनि भरिभर हुन्छ, सिन पनि दामी देखिन्छ अनि मौसम पनि सफा हुन्छ। अब बेलुकातिर हुस्सो लाग्छ यो ठाउँमा।
त्यही भएर पनि अलिकति अप्ठ्यारो चाहिँ पक्कै हुन्छ। यहाँ चिसो धेरै छ, यस्तै छ। पश्चिमलाई पूर्व देखाउने कोसिस गर्दैछु। पश्चिम गयो भने पूर्व देखाउँछु, पूर्व गयो भने पश्चिम देखाउँछु होइन। कोसिस मेरो जारी हुनेछ। त तपाईँहरूले चाहिँ सपोर्ट चाहिँ गर्नुपर्छ होइन। सपोर्ट गर्नु पर्यो क्या, सपोर्ट। कमेन्ट हान्नु पर्यो, कस्तो भिडियो लाग्यो सेयर गर्नु पर्यो, युट्युबमा गएर सब्सक्राइब गर्नु पर्यो। तब पो अलिकति ठाउँ देखाउने जोस जागर त्यहीँबाट त आउने हो नि होइन गाइस। त्यस्तो हो होइन, कुरा त्यस्तो छ। यो क्षेत्र चाहिँ धेरै पहिलादेखि बसिसकेको क्षेत्र हो, पर्यटकीय क्षेत्र भनेर होइन। सूर्योदयलाई पर्यटकीय नगरी पनि भन्छ।